युट्युबर हो। सोलो राइड पनि मजै हुँदो रहेछ हैन साथी हो। कस्तो हेपेको यार छ्या। दसैँको धेरै धेरै शुभकामना छ। त्यही हो गाइस, आधी बाटो लगभग बढी नै आइसकेँ म हैन। गाइस अगाडि हेर्नुहोस्, अगाडि पुरै खाली छ हैन। यहाँ चाहिँ अब बल्ल जाम खुल्यो अनि सबजना स्पिड लाग्न थालिसक्यो क्या। यसरी जानुपर्ने बेलामा यार अलिकति जिकज्याक गरेर भए पनि। गाइस दिन प्रतिदिन दसैँ लागेसँगै म पनि गाउँ हिँडेँ है। अब सबैजना गइसकेपछि म पनि जानै पर्यो। दसैँमा त्यत्रो मान्छे घर गइसक्दा पनि अझै टन्न मान्छे रहेछ हैन। बल्ल तल्ल अलिकति खुला भयो बाटो, अलिकति जिकज्याक गरेर भएमै पर्ने अवस्था देख्यो हैन। सिधा पाराले त जान पाउलाई जस्तो देख्दिनँ यार चाँडो। यस्तो लापरवाही चलाउँछ साथीहरू अनि बिचबिचमा तेर्सेर बस्छ। स्पिड गए पनि हुने नि। कहिले पुग्छु म यार। अहिले 12:30 भइसक्यो। लगभग 10 मिनट जति भयो म निस्केको। बानेश्वर आइपुग्न पनि बल्ल तल्ल लाग्यो गाइज है। टाइम लाग्यो के। यत्तिकै जान पायो भने त कति चाँडो पुग्थेँ नि त म हैन घरमा। तर दुर्भाग्यवश हाम्रो बाटो ऐसा छैन अन्ततिर। गाइज मैले चाहिँ पछाडि ब्याग बोक्न अलि अप्ठ्यारो भएर यता ब्याग चेन्ज गरेँ हैन। धेरै पसिनाले भिज्यो के, गर्मी भइरहेछ। अब चाहिँ मेरो जति वेट लिनुपर्ने हो त्यो चाहिँ बाइकले लिइरहेछ नि त। त्यही भएर पनि मलाई चाहिँ अलिकति सजिलो भएको छ अहिले। सोलो राइड पनि मजै हुँदो रहेछ हैन साथी हो। खासमा चाहिँ मसँग अहिले कोही पनि छैन। म एक्लै चलाइरहेको छु, एक्लै हिँडिरहेको छु बाइकमा। सबैजना गइसके, म मात्रै पीडित भएर बसेको थिएँ हैन। अनि म चाहिँ अहिले फेरि आएँ। म पनि कम्पनी दिनलाई के गइसकेको ठुली। कस्तो घाम यार। यस्तो बाइक चलाउँदा पनि यति गर्मी भएको छ यार। वास्तविक त्यतिकै उभिएर बस्नु पऱ्यो भने त कस्तो हुन्छ होला त नि यार। जाडो महिना लागिसक्यो त, आधी असोज हुन लागिसक्यो यार। तर पनि कस्तो। गाइस अगाडि हेर्नुहोस्, अगाडि पुरै खाली छ हैन। यहाँ चाहिँ अब बल्ल जाम खुल्यो अनि सबजना स्पिड लाग्न थालिसक्यो। अनि यही बेला चाहिँ ट्याक्क ट्राफिकले राडर गन तेर्सेर हुन्छ हैन। स्पिड चेक गर्नलाई ट्याक्क पैसा काट फाइन काटिदिन्छ। त्यसपछि तनाव हुन्छ। दसैँमा मुला खल्लो भएर हिँड्नुपर्छ। सो हामी चाहिँ बिस्तारै जाउँ हैन। अरूलाई हेर्दै अब अरूलाई काटेन भने त मलाई पनि काट्दैन नि त। अब अरूलाई काट्यो भने चाहिँ अनि बिस्तारै जानुपर्छ क्या। फिलिली जानुभयो भने त मजा आउँछ नि त हैन। तर के गर्नु यार, एकछिन कुदायो फेरि अर्को चोक आइपुग्छ, अर्को चोकमा फेरि जाम पर्छ। एकछिन कुदायो अर्को चोक आइपुग्छ, फेरि जाम पर्छ यार। द्याट्स नट फेयर क्या। गाइज अब चाहिँ आफ्नो बलबुद्धिले जति भ्याउँछ त्यति कुदाउन पाइन्छ। सक्छ भने कुदाउने, नसक्छ भने अब सक्दैन भने नकुदाउने हैन। अब विकल्प छैन नि त अरू। अब फेरि पुरै धुलो बाटो आयो। तै पनि एडजस्ट करके बिस्तारै जानुपर्छ हामी। यहाँ आइसकेपछि लास्टै बिजोग बाटो छ, जस्ट लाइक अफ रोड के हैन। जानुपर्ने बेलामा यहाँ म्याङफुली
कस्तो साइकोहरू फटाफट नहिँडेर यार दुवैपट्टि गाडी बन्द भइसक्यो बाटो फटाफट नहिँडेर ल्याङ गरेपछि आइहाल्छ कस्तो हेपेको यार गाइस हेर्नु यहाँ यत्रो हाइवेको बाटो यस्तो छ है अब यो कसले बनाउने हो किन नबनाएको हो कहिलेसम्म नबनाउने हो होइन हामीलाई यसको खासमा जवाफ चाहिएको थियो कि अहिले चाहिँ म यहाँ साँगामा आइपुगेँ साँगा भन्ज्याङ यसपालिको हिले दसैँ होइन गाइस यो चाहिँ यसपालिको धुलो दसैँ हो है लास्टै धुलो छ यार कति क्या धुलो त पुरै नगरौँ न छ्या जिन्दगी झन्डुबाम भयो यार हचार्यो महाकडक्स म चाहिँ अहिले धुलीखेलबाट ओह्रालो लाग्दैछु यता पनि बाटो त खासै गतिलो छैन रहेछ यहाँ आएर मैले ठ्याक्क देखेँ धेरै भएको थियो यता नआएको होइन अनि आज चाहिँ फिल गरेँ क्या ए मायाकुरी नेपाल त ध्वस्तै भइसकेको रहेछ यार बाटो हेऱ्यो बाटो राम्रो छैन मान्छे हेऱ्यो मान्छेको व्यवहार त्यस्तै छ अनि गर्ने चाहिँ के त यार गाइस आज मलाई कच्ची बाटोले चाहिँ छोड्दै नछोड्ने भयो यो बाटो अस्ति न त पुरै पिच थियो होइन अहिले चाहिँ धुलोभन्दा केही उड्याएन यहाँ हेर्न सक्नुहुन्छ पुरै कच्ची नै कच्ची मात्रै छ क्या बाटो अनि अप्ठ्यारो खाल्टाखुल्टी न केही देखिन्छ है यस्तो बिजोग भएर आइरहनु परेको छ गाउँ आउँदाखेरि दसैँ आयो गाउँ जान पायो भनेर रमाएर मात्रै के गर्नु बाटो देख्दाखेरि विरक्त लाग्दो छ जेन तेन तै पनि जाउँ हामी आफ्टर लङ टाइम एन्ड लङ राइड अब अफ रोड मैले चाहिँ अहिले पिच रोड भेटेँ फेरि होइन अब यहाँभन्दा तल चाहिँ अफ रोड छैन कहाँसम्म भन्दाखेरि लगभग दोलल घाटसम्मै छैन क्या दोलल घाटसम्मै पिच रोड हो होइन तर म चाहिँ यता 0 किलोबाट दोलल घाट साइड नगइकन अर्कै बाटो जान्छु जुन बाटो चाहिँ मिलम्ची पुग्छ म चाहिँ त्यो बाटो जान्छु होइन त्यही हो गाइज बिस्तारै बिस्तारै भयो नि आइयो मेरो हालत तपाईँले देख्न सक्नुहुन्छ कस्तो भइसकेको छ होइन गाइज हेर्नु मेरो हालत कस्तो भइसक्यो यहाँ है पुरै धुलो देख्न सक्नुहुन्छ क्यामेरा बिग्रियो यो झोलाहरू पुरै पहेँलो भएको छ होइन ग्लभ्स बाइक त अब झन् पुरै नगरौँ बिजोकै भएको छ मान्छेको हालत पनि यस्तो बिजोग भयो है त्यही हो गाइस आधी बाटो लगभग बढी नै आइसकेँ म अब फेरि एकछिन पिच बाटो हिँडेपछि फेरि कच्ची बाटो जानुपर्ने हुन्छ ठिकै छ आश राखौँ राम्रै गरी चाहिँ आजको राइड कम्प्लिट होस् है भिडियो हेर्न चाहिँ नछुटाउनु होला है गाइज सपोर्ट गर्नुहोस् सक्दो माया गर्नुहोस् भयो ठिक छ नभए पनि ठिकै छ होइन गाइज एकैछिनको विश्रामपछि म फेरि आफ्नो यात्रालाई अगाडि बढाउँदैछु अब चाहिँ एकछिन भयो भने मजा आउँछ होइन त्यो धुलो माटो फोहोर खाल्टाखुल्टी अब एकछिन छैन गाइज होइन एकछिन भयो भने राइडको मजा लिन्छु लगभग 5 देखि 8 किलोमिटर जति चाहिँ कच्ची बाटो मात्रै झरेँ म धुलीखेलबाट त्योभन्दा अगाडि त कुरै छोडिदिउँ न कति हो होइन काठमाडौँदेखि त्यो 12-15 किलोमिटर चाहिँ अफ रोड बाटो आएँ म अहिलेसम्म अझै यता फेरि पछाडि बाँकी नै छ होइन घर पुग्दाखेरिको अफ रोड बाटो त तै पनि
घर जाने भनेपछि खुसी नै छुट्टै छ, मजा नै छुट्टै छ। त्यसैलाई सम्झेर पनि मजाले हिँडिरहेको छु। एकछिन रेस्ट गर्दै हिँडेपछि बाइक चलाएको पनि त्यति थकित फिल भएको पनि हुन्न। अब गाउँ गएपछि यसो साथीभाइहरू भेटिन्छ, त्यही अनुसारले चाहिँ ट्याक्क लाएर रमाइलो गर्नुपर्छ। गाउँ गएर 2-4 दिनको छुट्टीमा होइन, 2-4 दिनै भए पनि त्यसपछि फेरि आफ्नो जिम्मेवारी त छँदैछ। पछिको दिनलाई नसम्झिकन अहिले चाहिँ भएको समयको चाहिँ सदुपयोग गरेर रमाइलो गर्नुपर्छ। गाइस त्यही हो, सबैलाई दसैँको शुभकामना छ। राम्रोसँग दसैँ मान्नुहोस्। जसलाई चाहिँ मैले भेटेर दसैँको शुभकामना दिएँ उहाँहरूलाई पनि फेरि पुनः दसैँको शुभकामना छ। साथै अन्य नभेटेकाहरूलाई सम्पूर्णलाई जसले यो भिडियो हेर्नुहुन्छ तिनीहरूलाई चाहिँ दसैँको धेरै धेरै शुभकामना छ। दसैँमा रमाइलो गर्नुहोस्, प्रगति गर्नुहोस्। अब चाहिँ फेरि अलिकति ठुलो बाटो आयो क्या हो। वाह, यतिको हुनु पऱ्यो नि यार, मा कसम यार। हेट, काठमाडौँमा पनि छैन जस्तो यार, बवाल छ त। यति ठुलो बाटो यार, यस्तो मजा आउने गरी चलाउन पाउने है। बाफरे यार, ओइ त्यति रहेछ, फेरि यता चाहिँ छैन रहेछ। सो गाइस त्यही हो, म चाहिँ अहिले यहाँ 5 खालमा आइपुगेँ। यो चाहिँ 5 खाल बजार हो होइन, तराई नै हो भनौँ एउटा होइन, भित्रै मात्रै तर बवाल ठाउँ छ यो पनि। सो गाइस त्यही हो त, म चाहिँ अहिले यहाँ 0 किलो आइपुगेँ। 0 किलो भनेको चाहिँ यही ठाउँ हो। अनि त्यस्तो ठुलो बजार चाहिँ होइन होइन, तैपनि यहाँ केही कुराहरू चाहिँ छ जुन पाइन्छ पनि होइन। अनि यहाँबाट राइट गयो भने चाहिँ दोललघाटतर्फ जाने हो, तर म चाहिँ अहिले लेफ्ट जान्छु ट्याक्क होइन। ल गाइस, म चाहिँ अब फेरि यो गाउँको गोरेटो बाटो हिँडेँ। यही हो मेरो गाउँको गोरेटो बाटो चाहिँ, ट्याक्क लाएर। यहाँ चाहिँ सानो खोला रहेछ, बाटो पनि गइसकेको रहेछ। यो बाटो सायद अब चाहिँ गाडी पनि हिँड्दैन होला, म मात्रै हो कि क्या हो यताबाट हिँड्ने चाहिँ होइन। यस्तो यस्तो बाटो छ गाउँको। जे होस्, धुलीखेलबाट आएको जस्तो धुलो चाहिँ छैन क्या, खुसीको कुरा त्यही छ। अफरोडै भए पनि यताउति बिस्तारै गर्दाखेरि जान त सकिहालिन्छ, तर त्यहाँ जस्तो धुलो नभएपछि खुसी लाग्छ क्या। यस्तै छ गाउँतिरको बाटो, सकि नसकी भए पनि हिँड्नै पर्छ क्यारे। वहाँ माथि डाँडामा पुग्नुपर्छ म चाहिँ, त्यसपछि मात्रै फेरि घुम्नुपर्छ। त्यही भएर दिक्क लाग्दो संसार, दिक्क लाग्दो दिन, जस्तो जिन्दगी घेरे जस्तो जिन्दगी घेरे भयो जिन्दगी। हम इधर भूतिया जगह पे आ चुके हैं और इधर से आप लोग देख सकते हो कि कैसन कैसन रास्ता है। डेंजर छ्याङ बसा है यार। कट्यो कट्यो, चिप्ले लाग्यो भने ठुलो डर लागेको थियो यार एकैछिन त। म्या कसम, ल म्या यता पनि त्यस्तै रहेछ यार। जाउँ जाउँ यतैबाट, कुचबिनमा होती। बाइक जस्तै हो यार।
फन घुम्या बाइक यार। रहे तो गाउँको बाटो यस्तै हो हैन, हिलो छ्यापे यार, सबै खतमै भयो नि। धन्नै आइयो, बिस्तारै बिस्तारै भए पनि हैन। ल साथीहरू, अब चाहिँ म लगभग 10 मिनटमा चाहिँ पुग्छु होइन। ह्याक्क लाएर 10 मिनटमा चाहिँ पुग्छु। अब अलिकति उफ्रिँदै थचारिँदै झकझकिँदै भए पनि गाउँको बाटोमा होइन यस्तै गरी पुगिन्छ। त्यसपछि मेरो दसैँको कामहरू शुभारम्भ हुन्छ ट्याक्क। अनि गाउँ पनि आइपुग्यो। बच्चाहरू ट्याक्क साइकल सिकिरह। अगाडि हेरेर चलाऊ, अगाडि हेरेर चलाउने हो के, बल्ल सिकिन्छ। हो भनिरहेछ, तिमीलाई देखिरहेछ? देखा छैन? हो सबैले चलाउन जान्यौ? सक्दैन? अगाडि हेरेर चलाउने हो कि? ल लागे कान्छा म है। मेरो मिस्टर भ्लगर। मिस्टर भ्लगर? हाम्रो फोटो नि आउँछ अहिले? आउँछ। मिस्टर भ्लगर हैन? तिमीले बोलेको पनि आउँछ। त्यहाँ जाने यो बाटो कि तल्लो बाटो? उता जाने यही बाटो हो। तल्लो परि जाने कि माथि परि जाने? त्यहाँ पारि जाने के? डाँडा देख्नु भएको छ? यही बाटो हुँदै जानु सिधा माथि परि मगेन सिधा जाने। हो। कुन चाहिँ भ्लगको नाम रे? एमआर भ्लगर। ल म्या कस्तो बाटो यार। ओइ छ्या थुक्क। बाटो के हो यस्तो बाटो यार। बिजोक बाटो आइयो गाइस, बिजोक बाटो। बिस्तारै आउँदा पनि 2.5 घन्टामा चाहिँ म आइपुगेँ यहाँ। अहिले म हिँडेको 2.5 घन्टा भयो होइन। ट्याक्राक्क लाएर म चाहिँ आइपुगेँ। ओइ अप्ठ्यारो छ त बाटो त। मेरो भन्दा बाइकै आउँदैन कि अब यहाँ। फाइनल्ली गाइज आइपुगेँ म घरमा ठ्याक्क। अङ्कल नमस्ते। खुर्सानी त टन्नै सुकाउनु भएको छ त।